महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। La 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 la. जीवनको प्यारो मान्छे हो कसरी बाँचौला यो जीवन काटौला जिउनुको प्यारो अर्थ हो कसरी बाँचौला
चालै पाइन कसरी पो जीवन काटेछ
जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन
तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बहुतारी बरफी पलु झै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिमी भन्दा बढी म रमाउने छु तिम्रो दुःखमा अङ्गाली बेसरी म समाउने छु जीवनभरि नतोडिने अजम्बरी नाता बाचा सुख सबै बाँडेर अन्तिम सास फेर्छु तिमी सँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो भयो तिमीलाई मेरो
मार्केटिङ सुरु भयो भने बिहान हुन्छ है आउने कुरो हो गफै गरौँ भन्ने कुरो ल हजुर के कुरा सहमति हुनुहुन्छ 5 मिनेट बाँचेर हुन्छ हाम्रो जिम्मा लाग्छ है हाम्रो जिम्मा चाहिना त उहाँको नि भन्ने हो यहाँ चाहिँ भन्ने हो हजुर हजुरले जुत्ता होला हाम्रो त लगाएको छैन दिदी पनि नाचेपछि त कामै सक्यो गफ कति गर्ने हाम्रो जुत्ताको मिले चाहिँ अरू गफ छैन डान्सरबाट गफ हुन्छ जन्ती नाचौँ न त भनेर बेहुलाले हुन्छ कहाँ हुन्छ बेहुलो नाच्नु पर्यो जन्ती बेहुलाले नाच्ने बेहुलीले नाच्ने राय पुग्नु पर्यो कहाँ जन्ती नाच भनेर हुन्छ भिनाजु नाच्नु हुन्छ म भाले एउटा गीत नाचिसके जुत्ता दिन्छु सक्यो हाम्रो कुरा काटेर बाजे ल ल बात बेला भयो अहिले जुत्ता अझै एकछिन राख्नु बेला भयो ल ठिकै छ नि उसो भए गफ गर गफ चाहिँ के गर्ने किनभने बेलै भयो निष्कर्ष के भयो सबैजना नाच्न चाहिँ पहिला नचाहिदियो खोलाको पानी सबै दिदीलाई हेल्प गर्नु भिनाजु पाएको छ मलाई दुःख छैन दिदीलाई गाली दिदैन भिनाजु पकाउने तरिका वाह बडा रहेछ ल भिनाजु मक्क पर्ने होला नि जुत्ता चाहियो भन्नु पर्छ यति राम्रो दिदी पाए फेरि जुत्ता मात्र चाहियो भने अर्थ न मेरो दिदी पनि राम्रो हुन्छ भिनाजु नि राम्रो बसेर नाच्नु पर्यो एउटा अनि जुत्ताले जानीले नाचौ नजानीले थपडी मारौ हुँदैन नाच्नै पर्छ नि नजानीले के नाच्छ थपडी बजाइदिनु गाह्रो छैन उहाँको जानु नि मेरो जानु भयो नि
एकैछिन है एकैछिन है एकैछिन एकैछिन अब तिमी सँगै गाउँ प्रीतिका भाका हेर छोड दर्पण सिसाको केवलिया खाएर बाबा तिम्रो आँगनीमा हाँसी खेली बसे तिन्जेल आमा तिम्रा सिरानीमा लडी बुढी खेलुका तिन्जेल पखेटाले खेले बयली हो पखेटाले खेले सारी गए है बसा है प्यारी सहेली बसा है प्यारी सहेली साथै जुनी साथै फेरा साथै मन्त्रका घेरा बाँधेर बन्धन मायाको बाँधेर बन्धन मायाको एउटै पहिला घाम र छायाको साना साना कुराहरूमा झगडा कहिले नगर्नु सम्झी सम्झी एक्लै तिमी आँसु कहिले नझर्नु सयपत्री माला बोकेर आउनु तिहार काटीका माया नमर्नु आज त घर
त्यही हात ल्याउ न यता तपाईँको टिपेर उता लानु रे त्यही हात ल्याउ यता भन्नु अडेन बसेर टिका लाउनु पाउँदैन सधैँभरि मिलेर बस्नु झडा नगर्नु मम्मी लाइन राम्रोसँग पाल्नु ल बाबु अलिकति अब म जानु पर्ने टिका लाउनु पर्दैन गोडा ढोकै नि ठाउँ छैन मम्मीलाई त ढोउनै पर्छ मम्मीलाई चाहिँ ढोउनै पर्छ नि अरूलाई पनि पर्दैन छोरोलाई पैसा दिनु है छोरी त दिसे बोक्नै नसक्ने भइसक्यो अब दिदी जानु तपाईँ पछि निस्किएर मात्रै गर्ने पठाएको पाले पछि गरौँ न एकछिन सरी ल त्यस्तो उ गरेर जडेर हाने होला सर ल दिदी जानु तपाईँ ढिला हुन्छ घरमा एकछिन ढोउनु पर्दैन गोडा ढोउनु पर्यो हातमा ढोउने हो हजुरआमा हो मामाहरूको ऊ यहाँ खाने हो एकछिन बखल 5 सेकेन्डमा यहाँ भित्र बस्नु त गाह्रो छ त म छिटो यार डेन्जर छ यो ल म जान्छु खै भाइहरू फोटो खिच्दै हुन्छ 2 सेकेन्ड बनाउनु पाले पछि गरौँ एकछिन हतार्नु निस्किने पछि धेरै पनि वैवाहिक जीवनको एकदमै मङ्गलमय शुभकामना अनि जीवन फलोस् फुलोस् सोचे जस्तै बनोस् सकारात्मक सोचले निरन्तर बास गरून् आफ्नो नातिको वैवाहिक जीवनको शुभकामना हो नि मैले चिताकुरो पुगोस् सुख होस् शान्ति होस् लागिमा पनि मान प्रतिष्ठा बढ्दै जाओस् बनोस् मान्छे जान्छ तिमी माइती पछि ऊ दिदी पछि यत्रो मुख भएछ यार जनत गएर आएको थिएँ एकछिन र तिमीले बाहिर जाउँ न एकछिन उता नानी कता गयो सावित्रा हजुर यो यतापट्टि राखिदिए ब्याट्री चाहिँ ब्याट्री किन खाना आइसक्यो गोजीमा गोजीमा छैन छैन लिङ्गनमा नि ओके थ्यांक यू फर टुडे हो चिनाइस् त मेरो ठाउँमा यही चिन्नुहुन्छ उनी त लानु पर्ने चिन्छु दिदी म मेरो साइन गान्छ है गाडी छ मलाई आनन्दले सुत्नु परेको मेरो मामाको बुहारी तेरो मामा हजुरबा मेरो मामाको बुहारी उहाँ चाहिँ
हजुर किन यता तिमा उता फोटो खिचेन है त्यहाँ बस फोटो भनेको राम्रो मान्छेको यता हेर्न ऊ त्यहाँ बस फोटो खिच्नु भयो तिमीले अनि फोटो लाउनु एकछिन बस्नु भन्नु पर्छ मामाले बस्नुहुन्छ कि बाबाले त्यही गाडीमा गएको ए ल भयो भने त त्यसो भए रमाइलो लाग्यो त हो मम्मी दिन्छ भोकला माथि के भोकला खाइनु मलाई नमस्कार गर्नु आमाले यसो यता हेर्दाखेरि म नमस्कार भइसक्यो दार्जिलिङमा मान्छेले दार्जिलिङ त दार्जिलिङमै बस्यो एक सेकेन्ड के लुगा त स्लो मोसनमा अलि बिस्तारै बस्न त घुँडा जोडेर के अरे फोटो कुनी हो भान्जी बुहारी हो नि हुन्छ भान्जा पनि हात धुउँदै नभए भान्जी बुहारीलाई चाहिँ ढोल पर्छ भाइलाई त नमस्कार भान्जालाई त नमस्कार गर नजा हात धोर्दैन के हुन्छ त नि भयो पनि आमा भान्जा हेरेर कार्यक्रम सक्छ बाला लाग्यो बुढो मान्छे के भनेर दुईपट्टिकै हो कि दुईपट्टिकै हो म भित्र छिर्छु ल त जाँदा तिमीहरू खाना खा बाला लैजान्छ त सधैँ सासु बुहारीले चाहिँ दुईजना घर घरमा जहिले नि हुन्छ अरूले चाहिँ दुईजनाले पाछी घरमा हुँदैन यसरी बुझ्नुपर्छ अब भुटेन दुईजना भएर दुवैजना घर सासु बुहारीले सँगै हुन्छ अरूले चाहिँ हुँदैन आमा छोराले नि हुँदैन फेरि अब पछि गर्नु धेरै धेरै आओस् भन भट्टाभर त हो नि सिमखेर घट्यो अब घरेर खन्याउने बुहारीले पैसा लाने सासूले नल्लाउनु धान पैसा लगाएपछि धान उठाउनु उठाउनु पैसा धेरै लानु पाइन्छ गएर धान उठाउनु पैसा सुइसा पनि थियो अलिक मुटेर 39 दिन जनै त ती पर्केर सुकाइ केटे फर्केर पार्नु हुन्न त्यो पनि लिने हो तँ लिनु तु बुढेको मात्रै नौवटा थियो सासूको त आएकै छैन